पालेमा हिँड्नु पर्दैछ के खाना मम्मी मकै भातमा कति मिठो हो रसिलो त्यस्तै तपाईँ कहाँ आउनुभएको यहाँ सोलुको नि थाले पत्ताले भन्ने ठाउँमा कस्तो अनुभव हुँदैछ र हिउँ परेको छ पानी परेको छ जाडो भएको छ यहाँ आगो बलिराखेको छ आगो तापेका छौँ होइन थोक्पा पनि पाक्दै छ थोक्पा खानु तपाईँको पहिलो थियो पहिलो यात्रा मेरो कोसँग आउनुभयो त म छोरीसँग नातिसँग अनि सुमन छोरो बुहारीसँग के हुँदैछ लसुन अदुवा मामु कस्तो खानु है मामु खोर्सानी ओके म पनि खाने दाजु किन फर्स्ट पर्नु त के कुरामा भएन रे चित्त बुझेन दाजु एकदम बुझिरहेको छ थोरै एउटा जति सय खाएको छु मामा भन्छ उठेछ या मान्छे बेबी नगर न कस्तो छ यो चाहिँ प्याज यति धेरै किन तासेर राखेको होला लसुन प्याज सायद अचारको लागि होला कति धेरै थियो अनि यहाँ चाहिँ यो सोलुको विशेष चाहिँ टिमुर हो रे है अनि यसको विशेषता देखाइरहनु भएको थियो अनि एक एक प्रकारले ल्याए बुङको आलु हो रे धेरै विशेष स्यालको टिमुरको स्यालको होइन स्याउको भने त समातिहाल्यो स्याउको पहिलोचोटि हामी घुम्न आएको यही ठाउँ सुन बिर्सिनु भयो त अब ब्रेकअप होइन अब डिभोर्स हुन्छ ब्रेकअप होइन अब डिभोर्स हुन्छ तपाईँलाई यादै रहन्छ पहिलोचोटि डेटिङ गएको कोसँग आउनुभयो यहाँ भनिहाल्नु कोसँग आउनुभयो भाउजू त होइन रे ए तेरिका अब डिभोर्स के पानी परिरहेछ सिमसिम पानी रहेछौ बेइमान मामु त्यस्तो नगरिस न पछाडि पछाडि ए वारी आयो पारिदेखि पानी पहिलोचोटि हामी घुम्न आएको यही ठाउँ सुन बिर्सिनु भयो त अब ब्रेकअप होइन अब डिभोर्स हुन्छ ब्रेकअप होइन अब डिभोर्स हुन्छ तपाईँलाई यादै रहन्छ पहिलोचोटि डेटिङ गएको कोसँग आउनुभयो यहाँ भनिहाल्नु कोसँग आउनुभयो भाउजू त होइन रे ए तेरिका अब डिभोर्स के पानी परिरहेछ सिमसिम पानी रहेछौ बेइमान मामु त्यस्तो नगरिस न पछाडि पछाडि मामाले गुराँस टिपेरै ल्याउनु भयो त जानु माम त्यहाँबाट चिप्लिनु भयो भने अहिले एम्बुलेन्स बोलाउनुपर्छ त्यो ट्याक्सीले काम गर्दैन गाडीले वाउ मामु वाउ 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 सुपर डन आउ ए डन आउ वाउ हिउँ खेलेको हिउँ पऱ्यो होइन यो लगाउँ न सबैलाई छाता पनि फुट्यो फुल फुल्यो केसरी तिम्रो माया लायो बेसरी आछु भयो आऊ भान्जा आऊ
भान्जा आउनु भान्जा आऊ क्यामेराले खिच्दैछ के गर्यो सोलुको स्याउले झ्याप 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 डियर कल्याण हामी चाहिँ अहिले डोमा कटवाल गिरिज्यूको हेडमास्टर भन न हजुर कुन स्कुलको हेडमास्टर नि गिरिज्यू उच्च माध्यमिक विद्यालयको हेडमास्टर नि बस्नु भएको छ हामीलाई उहाँ भनेको एमालेको खुमखार सिन्धुली जिल्लाको नेता तर सूर्य कुमारीलाई सूर्य थापेकै छैन जहाँ गए पनि अस्ताको अस्ताइ अब यता तिमीको भन्नु अब हिरोनी अनि यहाँको झन् मेरो बुइनी वाउ त्यो हिरोको बुइनी भनेर मेरो भान्जो भान्जोको त कुरै नगरौँ मेरो आदरणीय दाइ आजको रमाइलोको